ल यहाँ बसे हुन्छ ल यहाँ बस्नु ल सबैजना आउँ कस्तो कस्तो लाग्यो कविन्द्रजी ल यो पार्क हामीले घुमेपछि कस्तो लाग्यो म त प्रकृति प्रेमी मान्छे कोही पनि सडनली भएको प्रोग्राम रमाइलो भयो अनि पेट घटाउने मान्छे मलाई धेरै रमाइलो लागिरहेछ दाइ पेट घट्यो नै पेट बढेर भुँडी भएको दाइ पेट बढेर भुँडी भएको भएर यहाँ भुँडी घटाउन आएको आज मेरो 2 इन्च जति घट्यो 1 घण्टा 2 घण्टा हिँडेर त त्यो बढ्ने हैन गएर दिनुपर्छ अनि हेमन्तजीले अलिकति रमाइलो अचानक बनेको प्रोग्राम यसरी आउन पाउँदाखेरि सोध्दा पनि नसोचेको तर धेरै रमाइलो मनासको नजिकै यस्तो रमाइलो ठाउँ रहेछ हैन घरको छेउमा यस्तो छ भन्दा भन्दै पनि जानी पनि नआउँदाखेरि यसको लागि चाहिँ आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म आयोजक चाहिँ हेमन्तजीलाई मान्दिनु पर्यो आयोजक चाहिँ राम्रो साथ खनाल नै हो एकछिन जुत्ता लाउनु भनेर निकाले मान्छे भएर त अनि रोशन भाइ कस्तो लागिरहेछ साह्रै रमाइलो लाग्यो घरबाट बाहिर निक्लिन लाग्दै बाटोमा च्याप्पै भित्र समाएर गाडीभित्र हालेर यस्तो ठाउँमा ल्याउनु हो धेरै दिनपछि जङ्गल घुमेको एउटा रमाइलो अनुभव भयो तपाईलाई लागेको थियो मनासको नजिक यस्तो चाहिँ अमेरिकाको एउटा सिटीको नजिक यस्तो घुम्ने ठाउँहरू यस्तो राम्रो राम्रो वातावरण चाहिँ मृगको पनि दर्शन गर्नु हो है मृग पनि दर्शन गर्नु यहाँ त मृगस्थलीको अनि रमेश चाहिँ कार्यक्रम रमाइलो लाग्यो दाइको प्रयोजन भएको कार्यक्रम हो यो धेरै धेरै रमाइलो हजुरलाई धेरै धेरै धन्यवाद छ धेरै धेरै धन्यवाद यस्ता सडनली प्रोग्रामहरु बनाउनु होला बनाएका प्रोग्राम चाहिँ हुँदैनन् खान्छन् हैन यसरी जम्मा भइदैन आइतबारको दिन चाहिँ कार्यक्रमबाट एउटा कुरा चाहिँ के प्रमाणित भएको छ भने जति पनि हामीले प्रायोजन गरेर कार्यक्रमहरु सञ्चालन गर्छौं ती कार्यक्रमहरुले भलै चाहिँ सफलता प्राप्त गरून् तर आजको चाहिँ यसरी चाहिँ 81 आयोजना गरिएको यस प्रकारको कार्यक्रमले वास्तविक रूपमा सफलता हासिल गर्दो रहेछ भन्ने कुरा चाहिँ त्यसको उपलक्ष्यमा एउटा गीत जाओस् न एउटा गीत जाओस् न यसको उपलक्ष्यमा एउटा चाहिँ गीत गाउन सुरु यहाँबाट जाओस् हैन अन्त्य अनुरोध गर्दछु ल ल ल अब कहाँ जसको चाहिँ फरमाइश हो उले पक्का भने एउटा गीत त भन्ने बित्तिकै त कहाँ भन्ने हिँड्ने बित्तिकै आउँछ तपाईलाई मलाई थाहा छ गीत त ल सबैले गाइदिनुहुन्छ ल ल सबैले गाउनुहोस् त ल ब्याटलफिल्ड पार्क घुम्न आको पार्क घुम्न आको साथी भाइ एक ठाउँमा भेट भएको बल्ल पर्यो निर्मायामा कुरी चालैमा पार्क घुम्न आको पार्क घुम्न आको साथी भाइ एक ठाउँमा भेट भएको बल्ल पर्यो निर्मायामा कुरी चालैमा खै पालै पालो सबैजना नाच्नु पर्यो नि क्या होइन होइन ल ल ल नाच नाच ल गइरहोस् मनासको घरबाट हिँडेको ब्याटलफिल्ड पार्कभित्र छिरेको बल्ल पर्यो निर्मायामा कुरी चालैमा घरबाट हिँडेको मनासको पार्कभित्र छिरेको बल्ल पर्यो निर्मायामा कुरी चालैमा पर्यो निर्मायामा कुरी चालैमा